मेरो नाम सुमन गुरुङ हो र हिजो तिनकुनेमा झडप भएको कारणले चाहिँ मेरो चोट लागेको छ होइन, गोली लागेको छ र गोली कानमा लागेर चाहिँ यहाँ गालानिर लागेको छ र गालाभित्र चाहिँ एमआरआई गर्दाखेरि सिटी स्क्यान र एक्सरे गर्दाखेरि चाहिँ गोली भित्रै छ र यो गोली निकाल्नुपर्छ भनेर चाहिँ म अहिले केएमसी हस्पिटलमा भर्ना भएर एउटा कुरा सुन्नुमा आएको छ कि गृह प्रशासनले भनेको कुरा के हो भन्दाखेरि हिजो राजावादीका 4000 जना भन्दा धेरै थिएन अरे। ल ठिकै छ, 4000 जना थियो भन्दै हुनुहुन्छ उहाँहरूले, गृह प्रशासनले, र गृह प्रशासन आफै बोलेको कुरामा आफै फसेको छ। ठिकै छ, 4000 थियो भनेदेखि 4000 जनालाई रोक्नुको लागि सेना प्रचालन गर्नुपर्ने आवश्यक के पर्यो? असुल ग्यास प्रहार गर्नु किन पर्यो? जम्मा 4000 थियो। 4000 त के नै हो र होइन? 4000 जनता भनेको एकदमै थोरै हो र उहाँले बोलेको अनुसार अब उहाँ आफै आफ्नो जालमा फसिसक्नु भएको छ गृह प्रशासन। र गृह प्रशासनको क्यापेबिलिटी भनेको 4000 जनालाई रोक्नु क्षमता नै छैन। यो हो हाम्रो गृह प्रशासनको भनाइ। उहाँले आफूले भनेको छ कि 4000 जनाभन्दा धेरै थिएन र हिजो अझ एउटा आन्दोलन भएको थियो। त्यो आन्दोलन चाहिँ माओवादीले राखेको थियो, समाजवादी आन्दोलन, र त्यो आन्दोलनमा चाहिँ 35,000 भन्दा बढी संख्या थियो रे। ओके, ठिकै छ, हामी राजावादी 4000 थियो र हामी 4000 जनालाई रोक्नुको लागि सेना नै प्रचालन गर्नु पर्यो, असुल ग्यास प्रयोग गर्नु पर्यो। यो त अति नै भयो साथी हो। ल, तपाईँको विचार के छ होइन? विचार आफ्नो आफ्नो यहाँ कमेन्ट गरिदिनु होला। र देशको लागि र आफ्नो लागि होइन, अरूको लागि होइन कि आफ्नो लागि र देशको लागि बोल्नु सक्नु पर्ने छ होइन। अहिले नबोले अब कहिले बोल्ने त होइन? अब अहिले नबोले कहिले बोल्ने त? उठ्नुहोस्, ठाउँ ठाउँबाट उठ्नुहोस्, बोल्नुहोस्, आफ्नो लागि आफ्नो आवाज उठाउनुहोस्। जय राष्ट्र, जय नेपाल। मेरो नाम सुमन गुरुङ हो र हिजो तिनकुनेमा झडप भएको कारणले चाहिँ मेरो चोट लागेको छ होइन, गोली लागेको छ र गोली कानमा लागेर चाहिँ यहाँ गालानिर लागेको छ र गालाभित्र चाहिँ एमआरआई गर्दाखेरि सिटी स्क्यान र एक्सरे गर्दाखेरि चाहिँ गोली भित्रै छ र यो गोली निकाल्नुपर्छ भनेर चाहिँ म अहिले केएमसी हस्पिटलमा भर्ना भएर एउटा कुरा सुन्नुमा आएको छ कि गृह प्रशासनले भनेको कुरा के हो भन्दाखेरि हिजो राजावादीका 4000 जना भन्दा धेरै थिएन अरे। ल ठिकै छ, 4000 जना थियो भन्दै हुनुहुन्छ उहाँहरूले, गृह प्रशासनले, र गृह प्रशासन आफै बोलेको कुरामा आफै फसेको छ। ठिकै छ, 4000 थियो भनेदेखि 4000 जनालाई रोक्नुको लागि सेना प्रचालन गर्नुपर्ने आवश्यक के पर्यो? असुल ग्यास प्रहार गर्नु किन पर्यो? जम्मा 4000 थियो। 4000 त के नै हो र होइन? 4000 जनता भनेको एकदमै थोरै हो र उहाँले बोलेको अनुसार अब उहाँ आफै आफ्नो जालमा फसिसक्नु भएको छ गृह प्रशासन। र गृह प्रशासनको क्यापेबिलिटी भनेको 4000 जनालाई रोक्नु क्षमता नै छैन। यो हो हाम्रो गृह प्रशासनको भनाइ। उहाँले आफूले भनेको छ कि 4000 जनाभन्दा धेरै थिएन र हिजो अझ एउटा आन्दोलन भएको थियो। त्यो आन्दोलन चाहिँ माओवादीले राखेको थियो, समाजवादी आन्दोलन, र त्यो आन्दोलनमा चाहिँ 35,000 भन्दा बढी संख्या थियो रे। ओके, ठिकै छ, हामी राजावादी 4000 थियो र हामी 4000 जनालाई रोक्नुको लागि सेना नै प्रचालन गर्नु पर्यो, असुल ग्यास प्रयोग गर्नु पर्यो। यो त अति नै भयो साथी हो। ल, तपाईँको विचार के छ होइन? विचार आफ्नो आफ्नो यहाँ कमेन्ट गरिदिनु होला। र देशको लागि र आफ्नो लागि होइन, अरूको लागि होइन कि आफ्नो लागि र देशको लागि बोल्नु सक्नु पर्ने छ होइन। अहिले नबोले अब कहिले बोल्ने त होइन? अब अहिले नबोले कहिले बोल्ने त? उठ्नुहोस्, ठाउँ ठाउँबाट उठ्नुहोस्, बोल्नुहोस्, आफ्नो लागि